हेलो साथीहरू, तपाईहरु सबैजनालाई यो लिम्बुनी कान्छीको तर्फबाट धेरै धेरै सम्झना र माया अनि साथै नमस्ते। आजको मेरो यो दिउँसोको कामहरू चाहिँ आज म तपाईहरुलाई देखाउन जाँदैछु। आज चाहिँ म आँगन सोर्दै यसरी सरसफाइहरू गर्दै घरको कामहरू गर्दै मेरो चाहिँ यो दिउँसोको दिनहरू चाहिँ सुरुवात भइरहेको छ। र म चाहिँ अब यतिकैमा घरमा रोपेको सुन्दर सुन्दर फुलहरूमा चाहिँ यसरी पानीहरू लगाउँदै पालैपिलो लगाउँदै म चाहिँ आजको कामहरूमा म चाहिँ सुरुवात गर्न लागे। अनि तपाईहरु चाहिँ के गर्नुहुन्छ दिउँसोको माझमा? म चाहिँ यसरी फुलहरू गोड्दै, अनि फुललाई माया लाग्छ नि त, त्यही भएर फुलहरू राम्रो गोडमेल गर्दै फुलको हेरचाह गर्दै म चाहिँ यसरी कामहरू गरेर चाहिँ आमा बाबालाई खुसी बनाउँदै म चाहिँ यसरी कामहरू गर्छु। अनि मेरो आमाले चाहिँ आउनुहुन्छ र कामबाट आउनुहुन्छ र भन्नुहुन्छ कति मजाले फुलहरू गोडेको भन्नुहुन्छ। अनि मलाई खुसी लाग्छ र यसै गरी मलाई चाहिँ फुल एकदमै मनपर्छ साथीहरू। अनि यतिकैमा म चाहिँ अब खानाहरू बसाउने टाइमहरू पनि भइसकेको छ। म चाहिँ आगो जोड्नलाई यसरी दाउराहरू भेला गर्दै आफ्नो किचनभित्र चाहिँ राख्दै यसरी म चाहिँ कामहरू गरिरहेको छु। र यतिकैमा म चाहिँ अब फुलहरू गोडमेल गर्दै फेरि पनि गोडमेलहरू गर्दै आफ्नो घरको करेसाबारीतिर म चाहिँ काम गर्न जानलाई तयार भएको छु। र यसै गरी म चाहिँ लागेँ पनि आफ्नो करेसाबारीमा। र म चाहिँ यसो हेरेको टमाटरको झ्याङ रहेछ, झ्याङमा चाहिँ एउटा दाना फलेको रहेन। यतिकैमा मेरो अदुवाबारी मम्मीले रोपेको, साथै हाम्रो दिदीहरूले पनि कामहरू यसरी सघाउँदै मलाई मद्दत गर्नुहुन्छ। अनि मलाई पनि खुसी लाग्छ। अनि हामी चाहिँ अब खाजा खानतर्फ लाग्यौँ र खाजा खाइसके पछाडि चाहिँ हामी चाहिँ फेरि पनि काममा सुरुवात हुन्छौँ। अनि मेरो दिदीले चाहिँ फुल साह्रै मन पराउनुहुन्छ। अनि मेरो सानो भाइले दिदीको छोराले फुल एकदमै मन पराउँछ।